ल आऊ 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 ल आऊ ल आऊ नानी आऊ अब बत्ती भका आऊ अभिषेक आइज नानी बाहिर लैजा हलो हलो ल भाउजू उता जानु उता ल आउनु त छिटो गइसकेन कर्ने केटी त्यो भेडा के यो भेडालाई हो के खिच्न जाम भेडा पनि सँगसँगै झ्याइ झ्याइ बाजा बजाए पो कस्तो राम्रो देखिन्थ्यो होला मेरो मुख कस्तो आयो यार मेन भन्ने बत्ती भयो अलि साह्रो है घन्टी घन्टी बज्दैन कि सानो घन्टी त भयो 10 चोटि घुम्यो होला गिन्तिन सिन्ती घुमेर बसे खान भाइ निक्लिनु फोनका भएको जति बाहिर निक्लिनु बाहिर निक्लिनु यो लामो गाड्नु बा यो हो लामो वाला गाड्नु चाहिँ नपुगुन्जारी घुम्नु के जानु है हजुर फलफुल टपरी उठ्या मालुम भयो खै गोहाने कविताहरू माया अगरबत्ती छैन भाउजूलाई कविता भाउजूलाई नै अगरबत्ती जानु के जानुपर्छ छिटो पालै पालो रह पालै पालो त्यो निभा केटो अगरबत्तीको आगो ए फुगर्ने हैन होइन बारे होइन दाइ होइन कहाँ छोरीलाई ल्याउनु त
कहाँ जाने पानी भर्न मैले अघि नै के भन्थेँ पानी चाहिन्छ भन्थेँ कि नि पानी आउँदैछ के पानी आउँदैछ काले कहाँ जानु भाउजू अभिषेकलाई पठाउनु त अभिषेक हटु लोटा लरु अंकल गएको ठाउँमै पानी भरिरहेको मेरो फोन कता खरे दिदीलाई देखाउन सबको भिडियो गर्दैछु म युट्युबमा हाल्दिन्छु हाला हाला ब्लगर बना यो याद हुन्छ नि त युट्युबमा हाल्नु कहिल्यै छैन म्युजिक हाल्नु छ युट्युब नानीले गराउँछ कहिले कसो ज्याउ लाग्छ भिडियो बनाउँछ ब्लग बनाउँछ हौ यो नि ब्लगर यसको नि रहेछ ए यो त झन् हेलो गाइज भनेर बनाऊ कुल पूजा हुँदैछ भन के गर नि तिमीले नि घर मात्रै यति एउटा हो केरा को मगेमा गयो काले कोही गएन एउटा आयो भने सबै आउँछ जाऊ बाबा जाऊ ए होइन त नजाऊ चप्पल राखेन ओ बाबा त्यो अगरबत्ती फुक्नु न त्यो टपरीले गराउनु भयो बाल्नु भयो गर्मीले यहाँ त्यही भएर ऊ आउट बुटा थिम्चाम गर्ने यहाँ काटा काटा गरेको अब काट्ने बेला भयो जानुभयो बाख्रा लिनु गर्छु ब्लग गराउँछु ब्लगरहरु लामो प्यान्ट लगाइदिएको थियो म ढल्थ्यो हेर त पसिना हेर उहाँ भाउजूलाई कुलपित्र देवा आज चाहिँ हाम्रो चाहिँ 2081 सालको कुलपित्र देवा आज चाहिँ यहाँ चाहिँ मान मर्यादा गरिरहेछ र हाम्रो चाहिँ सलामी थरलाई चाहिँ सुरक्षित सेवा सुरत गर्ने तिमी नै हौ हे सलामी आदित्य गोत्र को चाहिने हाम्रो चाहिने सम्पन्न परिवारजनलाई चाहिने तिम्रो चाहिने हाम्रो चाहिने दाहिने बायाँ गरेर चाहिने रक्षा गर्ने गरिदिनुहोस् भन्दै हामीले चाहिने अनुरोध गर्दै तपाईँको आज यो सम्मान हामीले गरिरहेछ हेप्रोमा सरी चाहिने हाम्रो सलामी थर आदित्य गोत्र का चाहिने हे कुलपित्र देवा हेप्रोमा सरी चाहिने सम्पूर्ण जन हामी आदित्य गोत्र भित्रका जति पनि छौँ हामी उपस्थित भएर चाहिने तिम्रो चाहिने यहाँ सम्मान गरिँदैछ हे प्रमा सरी सलामी थर कुलपित्र देवा हे प्रमा सरी कुल प्रमा सरी कुलपित्र देवा अटो वो आटोको तिमीलाई चाहिने हामीले हर 3 सालमा चाहिने तिमीलाई चाहिने हामीले सम्मान चाहिने दिँदैछ तिमीलाई चाहिने जो हाम्रो पुर्खाले चाहिने जो गर्दै आएको रीतिरिवाजलाई मोडमोड नगरेर चाहिने जो गर्दै आएका छन् हाम्रो पितृ देवताहरूले हाम्रो त्यस्तै प्रकारले हामीले गर्दै आइएको छ
सरी जाने हो उतातिर पहिला के भन्छन् के तपाईँ के नाम के नाममा हामीलाई नि नाम छ हजुर हामीलाई थाहा हुनु पर्ने नाम यो दबाईदिमा हैन सिक्छ यो टपरीमा हैन यो उस्तो सौदै चढाएको त्यो उसमा ठुलो चराउने चाहिँ निकालेको हो यहाँ यसरी हैन चढाउने मुठा नै एउटा दिन्छ त्यो नौबेद पनि यति सँगले यहाँ चढाउने यता उस गर्नु न नौबेद निक्लो नौबेद ल ल ल ल दुःख पिर नमान सर्लङ्ग उत्रेर बग्छौ भने पनि बग तिमी हामीलाई यहाँ छ्याङ्गो चित्त बुन्नी गरेर बुझाइदेऊ दुःख पिर नमान रिस रास नमान हामीले छैन भने पनि के गर्न पर्ने कसो गर्न पर्ने हो सिकाइदेऊ भनिदेऊ हामीले गल्ती गरिएछ कता फर्केर पूजा गर्ने यो मन्दिर ठीक छ भने छैन अझ पूर्व फर्केर मन्दिर सार्न पर्ने अनि कता फर्केर पूजा गर्ने केमा गल्ती भयो जानिएन होला डोरिएन होला बगे पार झन् राम्रो हुन्छ बगे पार अझमा राम्रो हुन्छ के अरे झन् दुःख पिर नमानेर सर्लङ्ग ए ज्या कोइला अब बनेछ नि बा हामी बेला भयो र हो त्यहाँ शीतलमा बस है बोलाउँदा यहाँ फोन चाहिन्छ नि मलाई हो त्यहाँ बस शीतल शीतल बाजे हो बाबा बाजे भन्दा पनि मलाई कति सता खाइहाल्यो बाजे होइन र पानी त थोरै मात्रै भयो कि हैन पानी त ल्याउन गयो त्यसलाई जलको चलाउनु लौ जा भन के भन्ने हो ल भन गल्ती भएमा छोड्छ एकछिनमा छोडिदिनु उतापट्टि समात्नु उतापट्टि बसेर ल भयो राम्रो भयो पसिना पसिना चाकभरि माटो लाग्यो
बाह्र राखेर नि भयो यताबाट भिडियो गर्नु पर्यो म उता जानु हुन्न होला अब अहिले यहाँ मैले पोखरी पुर्दैछु अब बजेट हाल्नु पर्ने भयो बरु तलैबाट ठिक थियो बरु उठ्दै फर्काइने हुन्छ त्यहाँबाट बरु छ्याक्क हुन्छ ल समात ल फेरि यता सुन झर्कै उचालेर रगत यहाँ हाल्ने खुट्टा साथी मान्छेले टाउकोलाई उयो त ओटो पात राखिदिएको छु ओटो पाततिर राखेर पर्छ घुमाउनु पर्छ यहाँ भएका हाल्ने त्यहाँ त त्यहाँ रगत खनाउने यता घुमाउने अनि उता फालिदिनु तल किन तर फाल्दो र ज्यान उयो त नि बोल्न लैजाने त्यसो रोकिनु पहिला यहाँ खुन चढेर होला नि तल फाल्दै डल्लो आगो अर्को ल गराइसकेको अघि नै गराएको सबैलाई मन्छाको है मेरो यो भाग दिए भनेर मनमा भन्नु न कसको हजुर होइन खुन हाल्के त्यहाँ उता खोप्पामा हो के अब एकैचोटि गरे हुन्छ घुमाएपछि नफाल्नु मात्र उचाउनु पर्छ यस्तो भेडा त्यस्तो कसैले राङमा यस्तो हान्छ यार लागि भन्नु पर्यो झुकायो भने त झुकाइ गयो नि अब एउटाले उयो त ठुलो सिधा गर अलि हाट्नु लाग्छ भेडै भेडा एउटाले उस्न कस्तो यहाँ पनि काटेको छ्याप्प आँसी लग्नु काले जा 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 ए पहिला यता पन्साउन त्यही हो कि पहिला मन्साउने साउने के हाम्रो उहाँ गएर उस गर्ने होला नि होइन पार्वतीको लान्छन् रे कि जान्छन् रे चराउनु पर्छ के ओहो अपरेसन गर्ने हो र त्यस्तै ए बस कि के को हटाएर
चल अन्त एक्लै हो आनन्द हुन्छ के रे ओके यही सजिलो हुन्छ के मैले भनेको सुनेछ बुझेका छौ त्यसलाई नि के हो आफूले भनेका कुरा पुऱ्याइदेऊ भन्नु पर्छ बिहा गरेको भाग लिएर आएको छु स्वीकार गर्नु भन्नु भयो कहाँ हिँड्नु गयो त अझै हल्के पानी घ्वाल खुनाइदे किन उस भयो के फोन तातेर चलेन ए भिडियो गरायो त कसैले थाहा पाइसक्यो क्या मलाई काट्दैछन् भनेर त्यसले मलाई काट्दैन थाहा पाएँ ल एकैचोटिमा भएको त एकदम राम्रो हो कि रुई बढी थियो मलाई सफा लगाइराख्यो रुई चाहिँ चिचिला त रुई त्यसको त उस घाँटीको निकाल्ने घाँटीको होइन यताको उ यहाँ निकाल्नुहुन्छ बोरामा हालेर दौडिएर मरे जा काले आइज चल चले गर्छ के गर्नु बल्ल खुट्टा भने हल्लाइदियो एक्लै गएर मेरो समाइरहनु पर्छ फेरि भाग्ला त्यो त 1 घण्टा पछि चल्छ त्यहाँ आउन पर्दैन आफू बसेर चिन्नु खुट्टामा उस गराउनु पर्छ चिन्ह लगाउनु पर्छ त्यही भएर भूत लाउन्जेल हजुर उतै बस्नु अब जाऊ 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 कस्तो जीवन साथीको साथ चाहियो होला नि ए भाउजूको पालो आइछ कानमा हालिदिनु भाउजू कानभित्र हालिदिनु र के फटफट फटफट गरेन है भाइ अझै घेते त हालिदिनु त बाबा कानमा बोलाउनु भएको नि मम्मीले पागल जाऊ रे जाऊ बाबाले बोलाउँछ के तँ दाइको हात त मान्न पर्छ न सिधा के ल बाबाको चप्पल गरे अहिले रोक्नु कि अहिले हाले हुन्छ जमेको झन् सर्लक सर्लक निस्किन्छ पुजारीले जस्तो हान्न पर्ने कि भएन हैन पुजारीले जस्तो हान्न पर्ने कि ल दा ल्याउ ल्याउ खतरा गरे पूजा गर्न भनेर आफ्नै साली
हजुरले कानमा हालिदिनु भएको त्यो फेरि अर्थ के हो भनेदेखि त्यो लोभी मनको ठिक्क घाँटीमा हानेको हुन्छ ढन्नुको ननिक्लेको त्यस्तो गरेर हानेर तलबाट माथि ए टाउको फेरि कसो गर्ने हो पकाउने हो यहीँ काटेर बुट्लाएर टाउको आँडा बढी हानेर एकचोटमा छिनेनन् बुढाले हानेको यसरी पुल्यो एकचोटमा छिनेनन् भ्वाक्कै हानेको यहाँ त रेतेर बल्ल चुना पछाडि बत्ती छ है पछाडि बत्ती छ बाबा होइन सेते दाइले किन ढिला गर्नुभयो लास्टमा त दाइको पालो भइन्छ नि त्यो घाँटीको त्यो जान्छ के को चिन्नु भन्नु है भन्नु भर्खर खै अझै भएन सिगान छोडो बेडाले सिगान छोडेछ दाइलाई कानमा हालिदिनु त अलि झ्याप्प मुखमा होइन कानमा ए हाम्रो चिन देउवानी सिन त्यहाँ लगेर ए कुरेर बस है बाटे बुटे त्यो भुट लिएका छन् छैनन् त्यो त के घर बढेपछि चलाउनु भयो खटाटा गरे ऊ माने है उहाँ गरे थिए फटफट त के यता माथि गरेको थियो के यहाँनिर बिचराको डरा थाहा पाए काठेन के भन्छ एउटा काली माताले मन्टो छिनाएर खुट्टाभरि राख्छ नि त्यस्तै देखियो ए उता फर्काउनु न छुट्टे त उ छुट्टे राखेको यति यति गराइदिनु सबैको अहिले त तातियो सेलाइ कि अब यसलाई खुल्ला हुनु दिने हामी यहाँ लगेर जानु गयो त उल्टी चाहिँ